केटो र केटी फेसबुकबाट बोलेपछि केटीले केटोलाई आफ्नो घरमा बिहेको लागि माग्न आउनुहोस् भनेर भन्दा, ए बुबा, हजुरलाई त मैले बाटोमै भेटेँ, म हजुरकै घरतिर जाँदै थिएँ। ए किन नि, बाटोमा यो कुरा भन्दा अलिक सुहाउँदैन होला, तैपनि हजुर कहाँ के कामले जानुभएको थियो? होइन, जस्तै काममा गए पनि केही फरक पर्दैन, भन न। त्यही त, अब मैले त बाटोमा यो कुरो भन्न मन लागेको थिएन, अब हजुरले नै फरक पर्दैन भनेपछि भन्छु है। ल भन न, भन। त्यही त, म एक्लै भए पनि हजुरको छोरीको हात माग्न आएको थिएँ। ए, म त छोरीलाई नै गोटै दिउँ भनेको थिएँ, हात चाहिँ किन चाहिएको? अब मेरो हातले काम गर्दा गर्दै थाकेको छ नि त, त्यही भएर हजुरको छोरीको हात माग्न आएको। सबै थोक कुरा मिलेर बिहे भइसकेपछि केटा र केटीको फेरि बिहे भए पछाडि यही ठाउँमा भेट भइसके पछाडि कस्तो भाग्य फुटेर त्यो बेलामा फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरिएछ नि। मैले पनि यस्ता कुरूपको फोटोलाई के देखेर नाइस पिक्चर लेखेछु नि, त्यो बेलामा बरु अनफ्रेन्ड गर्नुपर्ने थियो। मैले बरु ब्लक नै गरिदिया भाइ, यस्तो दिन त देख्नु पर्ने थिएन भगवान। र साथीहरू, यो भिडियो हेरेर कस्तो के लाग्यो प्लिज कमेन्ट गर्न नभुल्नु होला, र प्लिज रिक्वेस्ट छ एउटा सब्सक्राइब चाहिँ गर्नु होला। हजुरहरूको एउटा सब्सक्राइब नि हामीहरूको माया हो, र आगन्तुक दिनमा राम्रा भिडियो ल्याउने प्रयास